नमस्कार। तपाईँहरूले आज मैले मोबाइल ब्याङ्किङ एप्लिकेसन नोबेल स्मार्ट ब्याङ्क भन्ने मोबाइल एप्लिकेसनबाट चाहिँ ई सेवामा कसरी फन्ड लोड गर्न सकिन्छ अथवा तपाईँको नोबेल ब्याङ्कको खातामा रहेको पैसा चाहिँ ई सेवामा चाहिँ कसरी राख्न सकिन्छ भन्ने विषयमा चाहिँ मैले जानकारी दिन यो भिडियो ट्युटोरियल बनाएको छु। तपाईँले चाहिँ प्ले स्टोरमा गएर नोबेल स्मार्ट ब्याङ्क एप्लिकेसन सर्च गरेर डाउनलोड गरिसकेपछि ओपन गरेर खोल्नुहोस्। अनि सुरुको तपाईँको मेन होम पेज भनेको नै नोबेल स्मार्ट ब्याङ्क हुन्छ हैन। अनि तपाईँले यहाँ माथि देख्न सक्नुहुन्छ दाहिनेपट्टि एसएमएस भनेर लेखेको छ। यो एसएमएस भनेको के हो भन्दाखेरि यहाँ क्लिक गरिसकेपछि तपाईँले एसएमएसद्वारा हुने कारोबारहरू मतलब मोबाइलको एसएमएस युज गरेर चाहिँ कसरी कारोबार गर्न सकिन्छ भन्ने जानकारी दिन्छ। जस्तो यहाँ हामीले देख्न सकिन्छ क्विक भनेको चाहिँ हामीलाई छिटो सबभन्दा के चाहियो भन्ने कुरा चाहिँ हामीले यहाँ देख्न सकिन्छ। जस्तो अब यहाँ लोड ई सेवा भन्ने छ है। लोड ई सेवामा गइसकेपछि तपाईँले कति एमाउन्ट निकाल्ने हो, 1000, 2000, 3000, 5000, 10000, 20000, 30000 चाहिएको जति रकम हाल्नुहोस्। मैले उदाहरणले यहाँ 10000 हालेँ हैन। अनि ई सेवा आइडी भनेको तपाईँको मोबाइल नम्बर हो। इमेल आइडी चाहिँ कहिले पनि हुँदैन, यो मोबाइल ब्याङ्किङ एप्लिकेसनले सपोर्ट गर्दैन। अनि त्यसपछि यहाँ अनि यो कन्फर्म देखाउने गर्दछ। यहाँ कन्फर्मको लागि चाहिँ यहाँ सबमिट गर्नु। सबमिट गरिसकेपछि तपाईँले चाहिँ ब्याङ्कको एउटा ट्रान्जेक्सन पिन दिने गर्दछ हैन। त्यो ट्रान्जेक्सन पिन चाहिँ तपाईँले यहाँ हानिसकेपछि अब कुनै डिजिटको हुनसक्छ। अनि यहाँ सेन्ड गरिसकेपछि तपाईँको मोबाइलबाट चाहिँ एसएमएस जान्छ। अनि त्यसपछि एसएमएसद्वारा चाहिँ तपाईँलाई नोटिफिकेसन आउने गर्दछ त्यस्तो। अनि हामीले चाहिँ यो इन्टरनेट प्रयोग गरेर चाहिँ कसरी गर्न सकिन्छ भन्दाखेरि यहाँ इन्टरनेटको लागि चाहिँ तपाईँले यहाँ क्लिक गर्नुहोस् हैन। अनि चाहिँ यो यहाँ माथिपट्टि चाहिँ तपाईँको मोबाइल नम्बर भन्ने ठाउँमा चाहिँ तपाईँको ब्याङ्कसँग चाहिँ कुन मोबाइल नम्बर लिङ्क छ त्यो मोबाइल नम्बर। अनि यहाँ पासवर्डमा चाहिँ तपाईँले ब्याङ्कले दिएको चाहिँ स्मार्ट ब्याङ्किङको लगइन पासवर्ड भन्ने हुन्छ है, लगइन पासवर्ड हुन्छ। अनि यहाँ लगइन गरिसकेपछि तपाईँले यो भित्र यिनीहरू कुराहरू देख्न सकिन्छ। तपाईँको आफ्नो सुरुमा नाम, अनि खातामा रहेको एभाइलेबल करेन्ट ब्यालेन्स र तपाईँको खाता नम्बर देख्न सकिन्छ। अनि त्यसपछि यहाँबाट पनि हामीले लगइन गरिसकेपछि पनि हामीले ई सेवामा चाहिँ पैसा लोड गर्न सकिन्छ। यहाँ स्विच टु मेन्यु भन्ने देख्न सकिन्छ, यहाँ क्लिक गरेर है। अनि त्यसपछि यहाँ पेमेन्ट भन्ने छ, पेमेन्टमा क्लिक गर्ने। अनि मर्चेन्ट पेमेन्ट भन्ने छ, यहाँ मर्चेन्ट पेमेन्टमा क्लिक गर्ने। तपाईँले देख्न सक्नुहुन्छ लोड ई सेवा भनेर, यहाँ लोड ई सेवामा क्लिक गर्ने। एमाउन्ट कति एमाउन्ट निकाल्ने हो, जस्तो 475 हो भने 475, ई सेवा आइडी तपाईँको मोबाइल नम्बर। अनि त्यसपछि यो चाहिँ केही गर्नु परेन, लिभ एज इट इज हैन। जस्तो यहाँ सेभ गर्न सकिन्छ फ्युचरमा चाहिँ तपाईँले अब यो के नाम हुन्छ भनेर सेभ गर्नुहुन्छ, त्यही चाहिँ अब पछिलाई सजिलो हुन्छ हैन। जस्तो ई सेवा भनेर सेभ गर्न सकियो। अनि त्यसपछि यहाँ सेन्ड गर्ने है, यहाँ सेन्ड गर्न सकियो। अनि यहाँ कन्फर्मको लागि चाहिँ तपाईँले एकचोटि यहाँ देखाउँछ। अनि यदि यो ठिक छ भने चाहिँ ट्रान्जेक्सन सबमिट गरेर चाहिँ ट्रान्जेक्सन पिन हानिसकेपछि यहाँबाट पनि तपाईँको चाहिँ यो चाहिँ तपाईँको इन्टरनेट युज गरेर हुने हो। यसमा चाहिँ एसएमएस जाँदैन। तपाईँको चाहिँ जिपिआरएस मतलब वाइफाई अथवा तपाईँसँग मोबाइल डाटा युज गरेर चाहिँ तपाईँले यहाँबाट गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँले यहाँ अन्य कुराहरू जस्तो एकाउन्ट स्टेटमेन्ट, तपाईँले कहिलेदेखि कहिलेसम्मको चाहिँ यहाँ एकाउन्ट स्टेटमेन्ट चाहियो त्यो कुराहरू अब यहाँ अनि त्यसपछि आएर यहाँ पेमेन्ट भन्ने छ हैन, बिलहरू तिर्न यताउता सबै कुरा यसको लागि चाहिँ युज गर्न सकिन्छ। यही नै हो है। तपाईँले अब एसएमएसमा क्लिक गर्नुभयो भने चाहिँ एसएमएसतिर जान्छ भने, अनि उता लगइन गरेकोलाई चाहिँ त्यो लगआउट भएर जान्छ। फेरि यहाँ इन्टरनेटमा गएर क्लिक गरेर आइडी र पासवर्ड हालेर भित्र छिरिसकेर तपाईँले चाहिँ ई सेवामा लोड गर्न सक्नुहुन्छ। हस्, थ्याङ्क यू हैन। केही कुरा चाहिँ यसो कन्फ्युजन छ भने फेरि सोध्दा हुन्छ। हस्, थ्याङ्क यू।